मेन कुरो सरकारले सही थोक मूल्य दिएर दियो भने अनि किसानलाई यति पाउने उपभोक्तासम्म जानलाई यति पर्ने त्यो गरिदियो भने अनि र अर्को कुरा अब टँडेलो हुने अब एउटा टमाटर उत्पादन हुने ठाउँमा टमाटर मात्रै लगाउने अरू तरकारी उत्पादन हुने ठाउँमा अरू तरकारी लगाउने सीमित ठाउँमा चाहिँ यति तिमीहरूले उत्पादन गर भनेर एउटा सरकारले कृषकलाई वर्गीकरण गरिदिनु भयो भने नि सरकारले एउटा कस्तो हुन्छ भने नि राम्रो हुन्थ्यो क्या कुनै पनि किसान त्यस्तो भइदियो भने नि किसान कहिले पनि मर्दैन त्यहाँबाट हामी जस्तो किसान अरू थपिँदै जान्छ क्या अहिले भएको किसान पनि अब यही यस्तै अवस्था हो भने त किसानले त किसान गर्न सक्ने अवस्था त छैन अब यसरी रेट पाएको हिसाबले त हामीलाई किसानलाई त गाह्रो छ अनि यो यति सञ्चालन गर्नलाई कति जति लागत लाग्दो रहेछ अब मेरो अहिले नर्मल यति फर्म सञ्चालन गर्दा मेरो 18-19 लाख रुपियाँ अब मेन अब एक सिजनमा भाडा साडा त्यहाँबाट कामदार छ उ गर्दा मेरो 7-8 लाख रुपियाँ कस्ट खर्च हुन्छ कृषि कर्मलाई पनि एउटा आम्दानीको भरपर्दो माध्यमका रूपमा अघि बढाउने सोचका साथ लगानी र समय दिने धेरै युवाहरू छन्। यो पेसाको आवश्यकता र महत्त्व बुझेरै होला परम्परागत ढङ्गभन्दा फरक वैज्ञानिक प्रणाली अनुरूप कृषिमा जोडिएको देख्न सकिन्छ। हरेक घरको दैनिक जीवनमा अति आवश्यक पर्ने कृषि उपजको महत्त्व ठुलो छ। बदलिँदो समयसँगै आज कृषि पेसाले पनि एउटा व्यवसायको रूप लिने क्रम बढेको देख्न सकिन्छ। त्यसैले गर्दा पनि होला काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानहरूमा टनेलमा कृषि खेती गरेको देख्न सकिन्छ। यो काठमाडौँको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्ने दहचोकमा रहेको पञ्चली कृषि फर्म हो। 9 रोपनी जग्गा भाडामा लिएर सुरुवात गरिएको उहाँको यो कृषि फर्मबाट 4 जना व्यक्तिहरूले रोजगारीको अवसर पाएका छन्। यहाँ मौसमी र बेमौसमी तरकारीहरूमा गोलभेडा, काउली, बन्दाकोपी, बोडी, काँक्रो, करेला लगायतका विभिन्न तरकारी खेती विगत 5 वर्षदेखि हुँदै आएको छ। दैनिक उपभोग्य वस्तु अन्तर्गत पर्ने तरकारी खेतीमा जोडिँदा सहज भने रहेनछ। उत्पादनदेखि बजार व्यवस्थापनसम्मको धेरै किसिमका समस्या कृषकले झेल्नु पर्दछ। यसको बजार चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ? यो बजार चाहिँ अब कस्तो छ भने नि बजारकोमा चाहिँ लास्टै समस्या छ। बजार नपाउने हैन बजार छ तर जति अब किसानले उत्पादन गरेको त्यो रेट चाहिँ छैन के एउटा किसानले पाउने रेट चाहिँ छैन। अब मेन कस्तो हो भने नि बिचौलियाको भरमा भयो। किसानलाई अब उत्पादन गर्यो ठेकेदार मार्फत लिएर गइन्छ। अब एउटा नर्मल सोचौँ काउली अब अहिले नर्मल 50 रुपियाँ किलो अब भएको बेलामा 50 रुपियाँ किलो काउली छ भने अनि हामीलाई 20 रुपियाँ 10 रुपियाँ आउँछ। टमाटर न किसानले एउटा भाउ पाउँछ न उपभोक्ताले भाउ पाउँछ। त्यो बजारमा के छ भने अनि त्यही टमाटर हामीलाई 10-12 रुपियाँ किलोमा टमाटर हाम्रोलाई दिएको छ भने अनि उपभोक्ताले युज गर्ने बेलामा त्यही टमाटर 60-70 रुपियाँ परे हुन्छ। जुन सामान निस्केको बेलामा किसानले भाउ पाउँदैन। अब सामान जब छैन थोरै निस्किन्छ त्यतिखेर रेट आउँछ तर त्यसले थोरै अलिअलि मेकअप गरेर जस अब हामी लिजमा लिएर यो सञ्चालन गरेको हामीले स्वदेशमै केही नयाँ विषयमा जोडिएर आफ्नो परिवारका साथ खुसी जीवन जिउने चाहना कसको हुँदैन र। तर समय र परिवेश सोचे अनुकूल नहुँदा धेरै युवा विदेशिनु पर्ने अवस्था बाध्यताले गराउँदछ। एउटा म नेपाल आर्मीको आबद्ध भएर पेन्सन पाएर निस्केको मान्छे विदेशिनुभन्दा आफ्नै देशमा केही परिश्रम गरौँ केही परिश्रम गरेर बाहिर जानुभन्दा बाहिर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर केही हुन्छ कि भनेर गरेको हो। तर अवस्था राम्रो रहन्छ गर्न जुन हामीले सोचेर सस्तामा एउटा जागिर खाएर आएको मान्छे र अहिलेकोमा धेरै फरक पर्दो रहेछ। कसरी भने अब यत्रो मेहनत गरेछ परिश्रमको फल छैन। दिनरात नभनी कर्ममा जोडिएर परिश्रम गर्दा पनि त्यसले सोचे अनुरूपको प्रतिफल नदिँदा व्यक्तिको धैर्यता
टुटाउँदछ। स्वरोजगार बन्ने आत्मविश्वासका साथ अघि बढेको कदमलाई ठेस लाग्दा अवश्य नै कदम रोकिन्छ, तर दृढ सङ्कल्पका साथ अघि बढ्नेलाई एक दिन सहज गराउँदछ भन्ने आशाको किरणले भरोसा जगाउँदछ। गर्दै जाने हो। अब अवश्य कुनै दिन नि कुनै दिन सक्सेस त होइएला। अब होइन कुनै दिन नि कुनै दिन अब राम्रो नि हुनसक्छ। सरकार अब को नीति अलि चेन्ज हुँदैछ। पहिलाको अवस्था हेरी सरकारको अहिले अवस्था फरक छ होइन। त्यो हिसाबले गर्दामा गर्दै जाऊँ, हेर्दै अब कस्तो हुन्छ पछिको भविष्य हेर्दै अब किसानलाई केही न केही होला कि भन्ने आशा छ। दैनिक रूपमा ठुलो धनराशि उपभोक्ताको कृषिजन्य वस्तु खरिदमा बजारमा पुग्दछ। स्वदेशकै उत्पादनले बजार पाउनका निम्ति कृषि पेसामा जोडिएका उद्यमीलाई उत्पादन र बजारसम्मको सहजीकरण हुन सके कृषि कर्मले अझ व्यवसायीकरण गर्न सक्ने देखिन्छ, जसले गर्दा कृषि उपजप्रतिको परनिर्भरतालाई न्यूनीकरणसँगै अझ यो पेसाप्रतिको आकर्षण बढाउने वातावरण बन्नेछ। सर अब भोको आर्मी हुनुहुन्छ, अनि त्यसो म पनि टिचिङ फिल्डकै हो है। 15 वर्ष पढाएर सरले यता यो पेसा अँगाल्नु भयो, अनि त्यसो मैले चाहिँ त्यता छोडेर यता आएको। 3 वर्ष 4 वर्ष भयो म आएको चाहिँ। बेमौसम तरकारीहरू काँक्रो, फर्सी, घिरौँला होइन, अनि त्यसपछि सिमी, बोडी सबै कुरा हुन्छ। टमाटर मात्रै खास भन्यो भने यो रोप्ने चाहिँ टमाटर मात्रै हो होइन। त्यसमा चाहिँ फेरि अब हरेक कुराहरू तरकारीहरू पनि मिक्स तरकारीहरू रोपिरहेको हुन्छ। यहीँ सस्तो पाइन्छ बजारमा जानुभन्दा। अर्को कुरो भनेको टाढा जानु परेन, त्यो पनि फाइदै भयो। जसले किनेर खानुहुन्थ्यो उसले जहाँ किने किन्ने हो। यसले सकारात्मक सन्देश दिएको छ। बजार पनि नजिक र नजिक उपभोक्ताले उपयोग गर्न पाएका छन्। खुसी छौँ हामी। कृषि पेसालाई पनि महत्त्वका साथ समय अनुकूल अझ विकास गराउन सके स्वदेशमै आत्मनिर्भर भई स्वरोजगार बन्ने वातावरणसँगै आम्दानीको भरपर्दो माध्यमका रूपमा यो पेसाले पनि स्थान पाउन सक्ने अवस्था बन्न सक्ने देखिन्छ।